ललितपुर पुल्चोकबाट हामी आज यो नुवाकोट दरबार जान लागेको थियौँ। अहिले पर्खेर पोखामा पुगेको छु हामी। अब यहाँबाट हेरौँ, अब बाटो त थाहा छैन, पहिलोपल्ट हो। पोखाबाट हामी सुरु गर्छौँ। अघि न त यो हामीले हिँडेर बाटो भएर हामीले गरेन, बाटोमा भेट्दै हामी जाउँला। पोखामा छु अहिले, दरबार जान लागेको छु। यहाँबाट हात्ती तामाकोटी झोर भाइ नुवाकोट जाने कहाँबाट झोरबाट हो। यहाँ मुनि झोर झर्ना छ यता तल। यहाँबाट अब हामी सिधै निकुञ्ज हुँदै अब हस्पिटल नाम्साको दरबार नुवाकोट दरबारमा जाँदैछौँ। तपाईँ चाहिँ बाटो त यहाँसम्म त ठिकै छ। अब तल माथि कस्तो होला हेर्दै जाउँ। हामी शिवपुरी यो राष्ट्रिय निकुञ्ज झोरबाट निस्कियो। अब हेर्दै जाउँ यहाँबाट पनि बाटो कस्तो छ है। सेल्फी डाँडामा है नुवाकोट साह्रो रमणीय ठाउँ रहेछ हेर्नु। अब हामी लिपु गाउँपालिका पुगेको छौँ। यहाँबाट चाहिँ योलाई छरे भन्छ कि छरे बजार यो है। पहिला धान लिन आउँथ्यो कि यता है यो लिपु नुवाकोट। यहाँबाट हाम्रो विद्युत नगरपालिका यहाँबाट पहिला चाहिँ विद्युत नगरपालिका जान्थे।
नुवाकोट दरबार पुग्यौँ भनौँ न है। यताबाट जाने हो कि यताबाट जाने हो? यताबाट भेट्छ आयो त्यही छ यता हो चाइना चाइनिज चाहिँ बनाइरहेको दरबार खै त दरबार यही हो दाइ? यहाँ रोक्दा हुन्छ नि त? यहाँ रोको भित्र जानिदिन्छ? 7 तल्ले दरबार रे ल हैन यहाँ पनि 7 तल्ले दरबार छ। मलाई चाइनिज बोल्न आउँछ नि। हो छिङछ्याङ हामी धेरै समय त लागेन 3 घण्टा सायद लगभग 3 घण्टा जति भयो होला। 3 घण्टा भयो हामी कति बजे 12 बजे अहिले कति बज्यो 2 भन्दाखेरि 2 घण्टा लाग्यो है। हेर्नु यो चाहिँ पृथ्वीनारायण शाहको पहिलाको दरबार थियो कि यो अहिले बनाउँदैछ है। हामी चाहिँ यहाँ नुवाकोट दरबारमा अहिले चाहिँ नुवाकोट दरबार चाहिँ बनाउँदैछ। त्यही भएर चाहिँ आज चाहिँ भित्र जान नमिल्ने रहेछ। यहाँसम्म नुवाकोट दरबारसम्म आएँ तर जान पाएन, अलिकति नरमाइलो लागिरहेछ। तर पनि यहाँ चाहिँ हेर्नु त यो अहिले सबै निर्माण कार्य भइरहेछ। नयाँ नयाँ छ अहिले, सबै नयाँ नयाँ छ है। यसलाई चाहिँ ब्रह्मतोल भन्दो रहेछ। यहाँ पनि टोलको नामले छ। यहाँ चाहिँ प्राय फेरि नेवार बस्ती नै छ है। नुवाकोट आएँ तर दरबार चाहिँ जान पाइएन। अनि मेरो छोरी हेर्नु त बल्ल आज अलिकति उसले मलाई हेल्प गर्दै थियो है। अब चाहिँ हामी के भन्नुहुन्छ त्यो सेम्बु यहाँ पनि सेम्बु रहेछ, जुन कि हाम्रो काठमाडौँको सेम्बु भन्दा पनि धेरै पुरानो भन्ने यहाँ किंवदन्ती रहेछ। थाक्यो क्या हो है, पुग्नु त साह्रै पुग्दो रहेछ है। 2 घण्टा पनि पुग्यो नि हजुर। मजा यहाँ पाउँछु पर्छ एकछिन हेर्छु हेर्नु तपाईँ हेर्नु त यहाँ दरबार निर्माण दिन्छ है। ल है हामी यो पुरानो सेम्बु सेम्बुनाथ हामी आउँदाखेरि यहाँ हाम्रो तर्निङ टोलका भाउजूहरू भाइहरू दाइहरू भेटेँ। कृति कम यहीँसम्म आओ ल हेर्नुहोस् यहाँ नयाँ नयाँ मन्दिर बनाइरहेछ सबै है। ल ल है ओ हो क्या चाहियो कि सो ചേച്ചന പോസ്പിന നവളട ഓ ചിമ്മല്ലേ സമന ഞെബിസംഗാല ഏ ക യാ ആ മുട്ടോല सेम्बु यहाँ कति यहाँ मारो हेर यहाँ हो ल दुआर मारा मार्दो गोले सेम्बु डाउ गोले कौन बनी सेम्बुनाथ
मन्दिर है। हेर्नु यो पुरानो सिम्बु भनेको यही हो ल छोरी हेर्नुहोस्। है हो यहाँबाट हेर्दाखेरि त्रिशुली पनि है ल आराम लिँदै यहाँ अब है हाम्रा टोलका दाजुभाइहरू यहाँ नुवाको दरबारमा हो हाम्रो दिनेशजी पनि छ यहाँ आज है। ल यो विदुर नगरपालिका वडा नम्बर 2 यस यो दरबार अलिक बिग्रेको भएर है हेर्नै पाएन नि। विशेष में आ दाइके जिल्ला मने 100 चीज मला आगन मिठाई बनाइको ला आ छिउ नेक्स्ट कार्यक्रम में छिटो चाहिँ नाम चाहिँ बिचमा गल्ना दियो गर्न भइसक्यो मिक्सिङ सबै त्यहाँ ल हामी यो त्रिशुल नदीमा है पढ्न धेरै अनि मेरो छोरी यहाँ है यहाँ गाडी पनि छ है। ल आउनु आउनु त्रिशुली भुलाल्दै ओ गर्मीले अलिकति पसिनै पसिना भएको छ उहाँको। एसी गाडीमा बस्दाखेरि पनि यस्तो भएपछि त होइन यो गाडीमा बस्दा यो गाडीमा बस्दा कस्तो होला त यसका महिला कतै भजन झन्झल नपजले मैले चुन्चो ल यहाँ दिदी र बुहारी सँगसँगै है। फिल्म चाहिँ हिरोइन थिएछ होला। ल त्रिशुली नदी अति रमाइलो। यो चाहिँ पुरानो पुल मुख ठेट्नो ल हेर